नमस्कार साथीहरु, अहिलेको समय तपाईले आफ्नो फेसबुक आइडीलाई मोनेटाइज गरेर फेसबुकबाट पैसा कमाउन चाहनुहुन्छ भने फेसबुकले मोनेटाइज सम्बन्धी 6 वटा क्राइटेरिया राखेको छ। मैले यी 6 वटा क्राइटेरियाको बारेमा डिटेलमा एउटा भिडियो बनाएको छु। तपाई मेरो च्यानललाई चेक आउट गरेर हेर्न सक्नुहुन्छ। र यी 6 वटा क्राइटेरिया मध्ये सबैभन्दा महत्त्वपूर्ण क्राइटेरिया रहेको छ यो क्राइटेरिया। अब तपाईले आफ्नो फेसबुक आइडीलाई मोनेटाइज गर्नको लागि तपाईले आफ्नो फेसबुक आइडीमा 10,000 फलोअर्स पूरा गरेको हुनुपर्छ। सो साथीहरु, तपाईले आफ्नो फेसबुकमा भिडियोहरु त बनाउनुहुन्छ, तर तपाईको फेसबुक आइडीमा फलोअर्स बढिरहेको छैन भने आजको भिडियोलाई 1 सेकेन्ड पनि स्किप नगरी अन्तिमसम्म पुरै हेर्नु होला। आजको यस भिडियो मार्फत म तपाईलाई सिकाउने छु कि तपाईले आफ्नो फेसबुक आइडीमा फलोअर्स कसरी बढाउन सक्नुहुन्छ भनेर। सो भिडियोमा अगाडि बढ्नु भन्दा पहिले एउटा सानो रिक्वेस्ट साथीहरु, तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको घण्टीलाई पनि अलमा दबाइदिनु होला। यसले गर्दा यस्तै प्रकारका अन्य जानकारीमूलक भिडियोहरु तुरुन्तै पाउनुहुनेछ। र साथीहरु, अब तपाईले फेसबुकमा भिडियोहरु त बनाउनुहुन्छ, तर तपाईको फेसबुक आइडीमा फलोअर्स बढिरहेको छैन भने तपाईले आफ्नो फेसबुक आइडीको सेटिङ भित्र केही महत्त्वपूर्ण सेटिङलाई अन गर्नुपर्ने हुन्छ, मिलाएर राख्नु पर्ने हुन्छ। सो अब तपाईले आफ्नो फेसबुक आइडी भित्र रहेको महत्त्वपूर्ण सेटिङ गर्नको लागि तपाई आफ्नो फेसबुकलाई ओपन गरेर यो सेटिङमा क्लिक गर्नु होला। त्यसपछि तपाई यहाँबाट अलि माथि गर्नु होला। त्यसपछि तपाई यो साइडमा देख्न सक्नुहुन्छ हु पिपल फाइन्ड एन्ड कन्ट्याक्ट यु, तपाई यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाई यो टपमा देख्न सक्नुहुन्छ हु क्यान सेन्ड यु फ्रेन्ड रिक्वेस्ट, तपाई यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि साथीहरु, यहाँबाट तपाईको एभ्रीवानमा सिलेक्ट भएको छ भने तपाई यसलाई यहाँबाट नो वानमा सिलेक्ट गरेर यहाँबाट सेभ गर्नु होला। यसले गर्दा के हुन्छ भने साथीहरु, जस्तै तपाईको फेसबुक आइडी कसैले देख्यो भने उसले तपाईलाई डाइरेक्ट फ्रेन्ड रिक्वेस्ट पठाउन सक्दैन। त्यसैले उसले तपाईलाई डाइरेक्ट फ्रेन्ड रिक्वेस्ट नपठाएर तपाईको फेसबुक आइडीलाई फलो गर्न सक्छ। त्यसपछि तपाई यहाँबाट ब्याक गर्नु होला। त्यसपछि तपाई यो साइडमा देख्न सक्नुहुन्छ फलोअर्स एन्ड पब्लिक कन्टेन्ट, तपाई यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाई यो टपमा देख्न सक्नुहुन्छ हु क्यान फलो मी, तपाई यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यदि तपाईको यहाँबाट यो अप्सनलाई यो पब्लिकमा सिलेक्ट भएको छैन भने तपाई यो पब्लिकमा सिलेक्ट गरेर यो सेभमा क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईको फेसबुक आइडीलाई जुनसुकै मानिसले पनि फलो गर्न सक्छ। यति गरिसकेपछि तपाईको फेसबुक आइडी भित्र रहेको महत्त्वपूर्ण सेटिङ त अन भएको छ। अब तपाईले आफ्नो फेसबुक आइडीमा यति सेटिङ गरिसकेपछि अब तपाईको फेसबुक आइडीमा फलोअर्स आफै बढ्छ भनेर तपाईले सोचिरहनु भएको छ भने तपाईले गलत सोचिरहनु भएको छ। तपाईले आफ्नो फेसबुक आइडीमा यति सेटिङ गरेर मात्रै तपाईको फेसबुक आइडीमा फलोअर्स बढ्दैन। तपाईले आफ्नो फेसबुक आइडीमा यति सेटिङ गरिसकेपछि अब तपाईले आफ्नो फेसबुक आइडीमा फलोअर्स बढाउनको लागि तपाईले आफ्नो ओरिजिनल कन्टेन्टहरु रेगुलर रूपमा पोस्ट गर्नुपर्ने हुन्छ। यदि तपाईले म्युजिकमा भिडियोहरु बनाउनुहुन्छ भने त्यस्तो भिडियोहरुमा लाइक भ्युज त धेरै आउँछ, तर फलोअर्स भने धेरै कम बढ्छ। त्यसैले साथीहरु, तपाई आफ्नो फेसबुक आइडीमा छिटो भन्दा छिटो धेरै फलोअर्स बढाउन चाहनुहुन्छ भने तपाईले आफ्नो ओरिजिनल कन्टेन्टहरु आफैले बोलेको कुनै एक्टिभिटी गरेर आफ्नो ओरिजिनल कन्टेन्टहरु क्रिएट गरेर तपाईले आफ्नो फेसबुक आइडीमा रेगुलर रूपमा पोस्ट गर्नुहुन्छ भने त्यस्तो अवस्थामा तपाईको भिडियोहरुमा लाइक भ्युज पनि धेरै आउँछ र तपाईको फेसबुक आइडीमा फलोअर्स पनि छिटो बढ्छ। त्यसैले साथीहरु, तपाईले आफ्नो फेसबुक आइडीमा यति सेटिङ गरिसकेपछि तपाईले आफ्नो आवाजमा रहेका आफ्नो ओरिजिनल कन्टेन्टहरु पनि क्रिएट गरेर पोस्ट गर्दै गर्नु होला। तपाईले यति सेटिङ गरिसकेपछि तपाईले आफ्नो फेसबुक आइडीमा आफ्नो ओरिजिनल कन्टेन्टहरु रेगुलर रूपमा पोस्ट गर्नुहुन्छ भने तपाईको फेसबुक आइडीमा फलोअर्स छिटो बढ्नेछ। सो साथीहरु, आजको यो छोटो जानकारीमूलक भिडियो कस्तो लाग्यो? भिडियो मन परे मलाई लाइक, कमेन्ट र यस्तै प्रकारका अन्य जानकारीमूलक भिडियो हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको घण्टीलाई पनि अलमा दबाएर राख्नु होला। धन्यवाद।